हेलो साथीहरू नमस्ते। तपाईलाई स्वागत छ फेरि पनि यो नयाँ भिडियोमा। आज म आएको छु यदि यो बीमको जुन स्पेसिङ छ यो गलत भयो भने के हुन्छ भन्ने विषयमा मैले एउटा सानो भिडियो लिएर आएको छु। जस्तो अब यो बीम छ, तपाईहरु हेरिराख्नु भएको छ, यो बीम छ र यो हाम्रो लागेको चाहिँ यो स्टिरअप लागेको छ। यसको जुन डिस्टेन्स छ यहाँदेखि यहाँसम्मको सेन्टर टु सेन्टर डिस्टेन्स यो गलत भयो भने के हुन्छ। जस्तो यो हेर्दै गर्दाखेरि जुन यो मिड पोइन्ट छ, तलबाट कोलम आएको छ र यताबाट र उतापट्टिबाट बीम आएको छ। यो भनेको मिड जोन है। अब यो मिड जोनमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जुन शियर फोर्स हुन्छ एकदमै म्याक्सिमम हुन्छ। जब यो शियर फोर्स जहाँ म्याक्सिमम हुन्छ त्यहाँ चाहिँ हामीले जो स्टिरअप छ त्यो चाहिँ एकदमै मिनिमम प्रोभाइड गर्नुपर्छ। सेन्टर टु सेन्टर डिस्टेन्सलाई एकदमै मिनिमम गर्नुपर्छ। भनेपछि यो जुन शियर फोर्स जहाँ म्याक्सिमम हुन्छ त्यो ठाउँमा यो जुन स्टिरअप छ यसलाई चाहिँ हामीले 4 इन्च अर्थात् 100 mm प्रोभाइड गर्नुपर्ने हुन्छ आइएस कोड अनुसार है त। जस्तो यो यहाँ चाहिँ जहाँ म्याक्सिमम शियर हुन्छ त्यहाँ चाहिँ यो 4 इन्च लगाउने यो स्टिरअप्स है। अनि जस्तै अब यो मिड जोन नभएर यो जुन त्यो जङ्सन नभएर त्यो जङ्सनमा चाहिँ त्यो लगाउने, यो मिड जोनमा चाहिँ के लगाउने भन्दाखेरि स्पेसिङ अलि बढाउने। किन भन्दा यसमा शियर फोर्स चाहिँ मिनिमम हुन्छ। यो मिनिमम शियर फोर्स भएको ठाउँमा चाहिँ हामीले जुन स्टिरअप्सको सेन्टर टु सेन्टर डिस्टेन्स हुन्छ त्यसलाई चाहिँ हामीले यानि कि त्यसमा 4 हुन्छ भने यसमा 150 mm सेन्टर टु सेन्टर प्रोभाइड गर्नुपर्छ है त। धन्यवाद।